This one's for you and me, living out our dreams. We're all right where we should be. With my arms out wide, I open my arms, hey now. हामी चाहिँ कहाँ जाँदैछौँ आज सिक्लिफ ब्रिज अनि त्यहाँ कस्तो छ अझै त आफ्नो जग्गा चाहिँ म देखाइदिन्छु है हजुर जानु भएन र अहिलेसम्म अनि हजुरलाई थाहा छैन कस्तो लागेको छ त लङ ड्राइभमा बुढीसँग हो खुसी हुनुहुन्छ एकदमै तिमीलाई कस्तो लागिरहेछ भन मलाई त एकदम बवाल रमाइलो लागिरहेछ गाइज हेर्न सक्नुहुन्छ तपाईँहरूले सुन्दर अस्ट्रेलिया कस्तो छ भनेर यस्तो हुँदो रहेछ यतातिर हेर्नु जङ्गल एरियामा पनि यस्तो राम्रो बाटो अनि चिल्ला गाडीहरू सफा रोड क्लियर स्काई हेर्नुहोस् अब हामी त्यो ठाउँमा पुगेपछि म देखाउँछु है हजुरहरूलाई गाइस हेर्न सक्नुहुन्छ कस्तो राम्रो रोड मलाई चाहिँ मेरो बुढाले अब भ्लग बनाउनलाई चाहिँ गोप्रो किनिदिन्छु भन्नुभएको थियो कि रे तर उहाँले भन्नुहुन्छ मात्रै किनिदिनुहुन्न अनि हामीहरू चाहिँ यसरी पुरा प्रिपेयर भइदिएको प्लानिङ चाहिँ खासै त्यस्तो थिएन तर 81 अनप्लान हो यो चाहिँ अनप्लान चाहिँ हो हाम्रो अनि होप 4 बजीसम्म घर फर्किनु भनेछ मेरो कस्तो हुन्छ हेर्न सक्नुहुन्छ सिटी देखिन्छ अरे गाइस ओके साउथर्न नेचुरल सेन्टर ओके लङ ड्राइभ अनि बुढासँग त्यो पनि यति राम्रो गीत सुन्दै हो कस्तो मजा आउने रहेछ गाइस अब हेर्न सक्नुहुन्छ सर्लकै ओह्रालो रहेछ सरी यस्तो राम्रो है फोन यसो समाति राख्दा त कस्तो है सेफ्टी ऱ्याम त्यो पुरै पानी हो ओ माई गॉड खतरा देखे handsome looking by baby किन हो र अब यो यस्तो गरेर राखेको अँध्यारो देखियो क्या फेस यस्तो बुढी पाउनु पनि भाग्य बेलुकेर आउनुपर्छ कि
होइन हो सही बात हो सही बात उनीहरूले झरेको भएर कान बुझ्यो है कस्तो मैले चाहिँ आज भ्लग घरदेखि नै स्टार्ट गरेन कि मैले बनाउँछु भन्ने नै थिएन मलाई तर बाटोमा आएपछि चाहिँ यस्तो राम्रो रोडहरू देख्दाखेरि चाहिँ मलाई एकदमै हजुरहरूलाई पनि देखाउन मन लाग्यो सो मैले भिडियो बनाउँदैछु हेर्नु होला सबैजनाले माया गरिदिनु होला मलाई मेरो बुढाले गोप्रो किनिदिएपछि चाहिँ खतरा भ्लग गराउने भन्दै बसिरहेको हो कि म खासमा त्यो नभएर पनि मलाई हल्का अल्छी लागिरहेको हो कि के छ विचार त्यसमा कसरी कपाल हुन्छ यस्तो देखि गाइस राम्रो अर्को गीत लाउनु न ऋतुहरूमा तिमी भन्ने लाउनु न दिल की ये हलचल बोले आज आसपास तू मेरे बिखरा हूँ मैं तो कुछ पल हवा में ट्रक्स है ट्रक्स एन्ड बसेस बसेस पानी है त्यो देख्दा डर लाग्छ मलाई त भाइ पानीसँग डर लाग्छ मलाई गाइस त्यही गीत हो त्यो हजुर टिकटक बनाएको होला त्यही त हो नि हजुर टिकटक बनाएको लङ ड्राइभमा छु बुढीसँग हेलो म त स्ट्यान्डवर्ड पार्क अब फर्किने बेला हुन लागिसक्यो
होइन 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 अनि भर्खरै सिक्ली ब्रिज पुग्नु लाग्यो क्या ल कहाँ पुग्नु र होइन अहिले 11 बजे भन्नु नि त 11 बजे आउनु होइन अनि त्यसपछि हिँडेको सिने सो ल ओके गाइज हेर्नु दाइले होइन हेर्नलाई फोन गर्नुभएको थियो बिचरा तर घुमेर आउनु भन्नुभएको थियो हामीलाई त्यही भएर अब साँझ जाने हामी घर राति 8 बजे तिम्रै माया लाग्छ छैन कुनै चिन्ता केही तिमीलाई छोडेर जाउँला र तेरी काली अखियों से जिंद मेरी डाले धड़कन से तेज दौड़ूं सपनों से आगे अब जान उठ जाए ये जहां छूट जाए संग याद रहे मैं रहूं ना रहूं उसने जाना की तारीफ मुमकिन नहीं उसने जाना की तारीफ मुमकिन नहीं आफरी 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 तू भी देखे अगर तो कहे हम नशी आफरी 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 उसने जाना की तारीफ मुमकिन नहीं उसने जाना की तारीफ मुमकिन नहीं कोई दिल में काबू करेगा और इसका दिल में भर गया आँखों में वाला खो गया शुदाई मुझे कर गया और अब मैं तो मर गया शुदाई मुझे कर गया जो तुम से जानिए टूट जानिए तेरे संग संग रहा सारी कट जानिए रुस जानिए टूट जानिए तेरे संग संग रहा सारी कट जानिए मैं तो तेरे नाल रहना मान इन्ना मेरा कहना मेरी अखियों से होना कभी दूर ना तेरा सजना तेरा सजना सो गाइज हामीहरू चाहिँ एकछिन त्यहाँ बिच भाइब्स लिन अब जाँदैछौँ अनि मैले देखाउँछु हजुरहरूलाई चिसो त नहोला के अरे नुहाइराखन्थे है सो
गाइस ल गाइस म चाहिँ उता गएर देखाउँछु है त सी यू सो गाइस हामीहरू चाहिँ यो बिचमा जान लागेको बिचमा जान लागेको भन्नाले हेर्न जान लागेको एकछिन अनि चिसो है जान्छ पनि हो नो नो अब त्यो हेर्नु त त्यो को हो त्यो बच्चा हो कि को र सर्फिङ गरेर कस्तो डर पनि नलाग्ने है ओ त्यो हेर्न खसेको खै त हेर्न सक्नुहुन्छ गाइस यस्तो पानीको छाल आइरहेछ म त देख्दै डर लाग्छ हौ यस्तो पानी त मलाई हाइटसँग त्यति डर लाग्दैन गाइस हेर्न सक्नुहुन्छ हजुरहरूले होइन यो पानीसँग त्यति डर लाग्छ अनि यहाँको भ्यू चाहिँ यस्तो छ त्यसपछि केही पनि छैन कि खालि यहाँ यहाँ तल चाहिँ न्युजिल्यान्ड छ त्यसपछि केही पनि छैन एन्ड अफ द वर्ल्ड है यस्तो छ गाइस यहाँ वरिपरि हेर्न सक्नुहुन्छ है सचिनजी भन्नुहोस् तपाईँलाई बिचको नजिकमै बुढीसँग हिँड्दा कस्तो फिल भइरहेछ सचिनजी भन्नुहोस् कस्तो राम्रो हेर्न सक्नुहुन्छ हेर्नु त त्यो चाहिँ सामान बोक्ने जहाज हो कि ल हजुरले उ गर्नु त भिडियो खिच्नु त हेलो 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 के छ अनुप्रियाजी खबर कस्तो लागिरहेछ त बिचमा अस्ट्रेलियाको बिचमा फस्न आएको नि त होइन अस्ति बेला उसको पनि देख्यो होला खाली खुट्टा जाउँ न अलि अगाडिसम्म जाऊँ न पुरो हुन्छ कि है जुत्ता फोटो हुन्छ सिगल्सहरूको ग्रुपले इन्जोय गरिरहेछन् मजाले घाम तापेर गहिरो हुन्छ नि अनि त्यस्तो जहाज हिँडिरहेछन् कति गहिरो होला त यहाँ नि गहिरो हुन्छ यहाँ यही त अलि गहिरो हुँदैन अलि पर झन् गहिरो हुन्छ गाइस हेर्न सक्नुहुन्छ समुद्रको नजिकमा बस्दाखेरि एकदम आनन्द नजानु के उता फेरि कहाँ गएको होला आउनु के यता ओए यहाँ मैले ए लभ यस लेखेको बगायो गाइस हेर्न सक्नुहुन्छ यहाँ यस्तो मनोरञ्जनवाला भ्यू छ आनन्द आइरहेछ अनि बच्चाहरू पनि खेलिरहेछन् क्या हेर्न सक्नुहुन्छ जानी यस्तो छ हेर्न सक्नुहुन्छ है र वरिपरि यस्तो छ अनि यहाँ चाहिँ म छु सो गाइस हामीहरू चाहिँ बिचबाट फर्किसक्यौँ अब चाहिँ सिक्ले ब्रिज जानलाई हामी अब हाम्रो गाडीमा जाँदैछौँ
अनि यहाँ चाहिँ रोड क्रस गर्दाखेरि चाहिँ ऊ त्यहाँ गएर त्यो बटम थिच्नुपर्छ अनि चाहिँ यस्तो साउन्ड आएर यस्तो ग्रिन सिग्नल देखाएपछि चाहिँ हामी हिँड्न मिल्दो रहेछ हरि अप यस्तो गरेर हिँड्नुपर्छ अनि त्यो रेड देखायो त्यस्तो देखाएर नि अलिक छिटो हिँड्नु पर्ने रहेछ त्यस्तो हुन्छ अरे यहाँ चाहिँ के हो त रेड देखाएपछि चाहिँ यदि हिँड्न सुरु गरेको छैन भने चाहिँ नहिँड्नु हिँडेको मान्छे जानु सक्थ्यो नि स्टार्ट नगर्नु ओ त्यस्तो हो मलाई त यसोले त ग्रेड यो टिटिटिट भयो भने छिटो छिटो हिँड्नुपर्छ भन्नुहुन्थ्यो त ओके साँच्चीकै यस्तो तेजिलो घाम लाग्यो गाइस तेजिलो घाम छ है हेर्न सक्नुहुन्छ हाम्रो गाडी चाहिँ यहाँ छ सजिन थापाको गाडी चाहिँ यहाँ छ अनि यहाँ चाहिँ मेरो सिट हो यो चाहिँ मेरो सिट हो एकछिनमा देखाउँछु अरू कुरा है त सो गाइस हामीहरू चाहिँ निस्किसक्यौँ हेर्न सक्नुहुन्छ यहाँको सुन्दर रमणीय वातावरण हजुरहरूले अवलोकन गर्न सक्नुहुन्छ मेरो भिडियोबाट वाट इज दिस के भनेको के गीत लाउने भाइ कस्तो तिमी त बढी लाउँछु एक धडकन मेरो आँखामा हेर त्यहाँ पाउँछु आफ्नै चित्र सजाइसकेछु मैले तिमीलाई मेरो यो मुटुभित्र मेरो आँखामा हेर त्यहाँ पाउँछु कस्तो झ्याउ है गीत गाइसकेपछि त बुढाले नि गाउनु नि त्यसै छैन के गर्न सकिन्छ र अब एकजनाको मात्र रहरले केही पनि नहुने रहेछ गाइस मलाई मनपर्छ गाइस यो गीत हजुरहरूलाई पनि मनपर्छ भने कमेन्ट गर्नुहोस् ल धमालले भन्दा चाहिँ राम्रो गीत गाउनु
चाहनाले भरिया छन् चाहनाले भरिएका छन् ओठहरू ओके जनम जनम त्यतिलाई काम नआउँछ नि मेरो मुखभन्दा यता बाहिरको भ्यू नै हेर्नुहोस् गाइस हजुरहरू I don't know. कति मिठो कति चोखो हुन सक्छ है हो र होइन कुन गीत होला गाइस गेस गर्नुस् अजम्बरी भन्ने होला तिम्रो हैन हैन चम्पा चमेली हैन भन्छ भली रङ लता मङ्गेशकर भन्छ हामीहरू चाहिँ अब
जान लागेको रे त्यही हो मलाई आफ्नो हामीहरू चाहिँ सिक्किम ब्रिज आइसकेको छौँ गाइज हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँको भ्यू प्रत्यक्ष रूपमा नेपालको यस्तै बाटो हिँड्नुपर्छ माथि हो कहाँ फरक खै कताबाट माथि टाढो ओके माथि गएर देखाउँछु ल गाइस यहाँबाट चाहिँ मान्छे नजान भने जस्तो छ है त्यही पनि जानु पर्यो गाइज है यहाँबाट गएर माथि हेर्न जानलाई औ गाइज ल हामी यस्तो बाटो माथि भ्यू हेर्नलाई जाँदैछौँ है उपरमा यस्तो छ क्या यस्तै बाहिरपट्टि हाइवे छ है भित्रपट्टि यस्तो सुरुङ मार्ग गाइज हेर्न सक्नुहुन्छ यो नेपालको जङ्गल जस्तै लाइक सो गाइज हामीहरू त्यति उकालो हिँडेर यही नै भ्यू हेर्न आएको थियौँ खासमा चाहिँ यहाँको भ्यू चाहिँ यस्तो देखिन्छ हेर्न सक्नुहुन्छ यो यस्तो छ अनि मिस्टर सजिन थापा इज हियर केही कुराको सोखै नभएको मान्छे न फोटो खिच्न मन लाग्छ न भिडियो बनाउन मन लाग्छ न के गर्न मन लाग्छ के गर्नै मन लाग्दैन उहाँलाई उहाँ अहिले रिटायर्ड लाइफमा हुनुहुन्छ गाइज यस्तो छ त्यही हो सो गाइज हामीहरू चाहिँ यसरी ठाडै ओह्रालो चढ्दैछौँ चढ्दैछौँ हो खै हिँड्नु कि जाम कस्तो हेर्ने हुन्छ र यस्तो छ गाइस बिरालो ओह्रालो हेर्नु त बाटो जङ्गल ओ माई गड यसो भिडियो खिचे हुन्थ्यो कि रे सर पछाडि मेरो खिच्नु है के हामी यस्तो स्ट्रगल गरेर सिक्लिफ ब्रिजको भ्यू हेर्न गइयो है झर्ने क्रममा स्ट्रगल जारी छ नेपालको जस्तै बाटो छ यस्तो यस्तो राखिदिएछ बाँधेर यहाँ यस्तो छ यहीँनिर छ बाटो चाहिँ यतै यहाँ चाहिँ हाइवे बाहिर अहिले देखिरहेको छ मेरो यस्तो छ गाइजहरू है हाम्रै स्ट्रगल जारी छ त्यो झर्ने क्रममा बाटो यस्तो चाहिँ सुरुङ मार्ग जस्तो छ यहाँ चाहिँ हाइवे यतातिर आयो ल यहाँनिर हाइवेहरू ल सिएन हाइवे देख्न सक्नुहुन्छ गाइजहरू यतापट्टि चाहिँ यस्तो छ ल हामी चाहिँ अब यहाँबाट एक्जिट गर्दैछौँ है एक्जिट हुँदैछौँ यस्तो छ बाटो है यस्तो छ म फर्केर खिचिदिन्छु हामी त बाटोमा निस्क्यौँ है आऊ सुरुङ मार्गबाट आऊ क्या यो बाटो नै नभएको जस्तो देखिन्छ है गाइजहरू ए फाइनल्ली ल फाइनल्ली अन द ब्रिज है त
बेबी लगाइदिनु जन्म जन्म झुला सँगै जन्म जन्म झुला सँगै भागेर बर्फी बनो सबै लायो मेरो बुढालाई सबै लायो भागेर बर्फी बनो यो मन दिए यो मन दिए यो मन दिए यो मन दिए तिमीलाई मायालु छोडेर बर्फी बनो भागेर बर्फी बनो गाइस मेरोमा ब्याट्री पनि लो भइसकेको छ अब म चाहिँ भ्लगलाई इन्ड गर्छु हामी चाहिँ घर फर्किँदैछौँ मनै भरिएता माया डोल जस्तो भन्नुहोस् सचिनजी कस्तो लागिरहेछ बबाल लागिरहेछ कि एकदमै राम्रो बबाल थाकेँ म भन्नुहोस् अलिअलि त्यस्तै हो एनर्जी बग्लाउनु लाग्यो कालो लाग्यो लाग्न लाग्यो रे ओके गाइस अब मैले चाहिँ यो एडिट गरेर भिडियो राख्छु सबैजनाले माया गरिदिनु होला सबैजनाले साउन्ड अलि स्लो गर्नु न अनि सबैजनाले माया गरिदिनु होला सबैजनाले साथ दिनु होला म चाहिँ कन्टिन्यू भ्लगहरू राख्न पाएको छैन किनभने हल्का बिजी पनि भएँ म यस्तै गरी अब भिडियोहरू फुर्सद हुँदा बनाउने नै छु थ्याङ्क यू सो मच सबैजनालाई मलाई माया गरिदिनु भएकोमा साथ दिनुभएकोमा सो गाइस म अघि बोल्दा बोल्दै मेरो भिडियोमा चाहिँ स्पेस भन्नाले मेरो फोनमा चाहिँ स्पेस नभएर काटियो क्या बनाउँदै अनि म चाहिँ यो भ्लगलाई इन्ड गर्छु यही नै गाइस हेर्न सक्नुहुन्छ हजुरहरूले राम्रो बाटो मेरो भ्लग चाहिँ खै एन्डिङ कहाँनिर भयो है म त स्पेस नभएर काटिरहेको थियो कस्तो राम्रो भ्यू देखिरहेको छ गाइस हेर्न सक्नुहुन्छ मेरो भ्लग खै कतातिर मैले अघि नै इन्ड भनेको जस्तो लागेको थियो तर खै क्लिक भयो कि भएन थाहा छैन मलाई स्पेस नभएको भएर आफै अफ भएको थियो कि मैले हल्का डिलिट गरेर फेरि खिच्दैछु त्यतातिर हर्सहरू पनि रहेछ गाइस कस्तो राम्रो देखेको छ है ल त्यही हो गाइस See you.